हेर्नुस् आजको ग्याङ दालचिनी काट्दैछ मामी हैन अघि देखि तीनटा गडायो गडाउने मान्छे ऊ त्यो मान्छे कालो ऊ त्यो लाया ल जैसिया हाके गडाउँदैछन् अंकलले अंकल के गर्ने रे यसको दाल बोक्रा हैन तिम्रो घर कहाँ हो बोक्रा निकाल्दै साइड अंकलले यो बेच्नु बेच्ने पैसा हुन्छ अन अंकल हजुर यहाँ हाम्रो काट्दै हुन्छ हले यहाँ गडा उ त्यहाँ उ त्यहाँ दाजु काट्नु पर्छ ल यो मान्छे नसक्ने भएर है मामा आइसक्नु हो माथिबाट मामा ओर्नु मामा आइसक्नु भयो देश हाँका काट्न लाग्छन् गाउँले व्लग हो हाम्रो युट्युब च्यानल सब्सक्राइब लाइक शेयर हान्नु होला हजुर नि किराना चाहिँ हुन्छ ल चप्पल बनाउन लाग्छ कि म यही हुन्छ सबै भदन खान्छु रे अनि बिजान म यहाँको बुलाई माछा देखाउन जान्छु है रोकिनु म त्यहाँ खोलामा पुगेर आउँछु निस्केस म खोलामा आइसकेको छु हैन माछा त अब छन् आज मार्ने हुन्छ क्या सायद कुण्डो सुकाउने भने हो पाइप लाएर त्यहाँदेखि छन् माछा छन् अहिले दालचिनी काट्न आयो अहिले बेलुका अहिले ठ्याक्क अहिले भात खाएर ठ्याक्क आउँछ मामी अब दालचिनी काट्न आयो मामा खोइ मामा आउनुहोस् है जस हाँका गराउँदै छन् जी काट्दैछ यो हाँका म त यस्तै हो यस्ता त अंकलले कति निकालिसक्नु अब अंकलले यसरी निकालिसक्नु भएको छ हुन्छ अंकल सबै निकाल्ने हो नि हैन खै अनि यो चाहिँ के यस्तो लर जान्छ कि के हो म त खुल्का दिन्छु मलाई के भएन मुन व्रत राख्नु पर्ने भयो सोमबार त होइन होला के हैन हैन छोरा सेटअप यसलाई काट्नु अब यो खुर्किने हैन बोक्रा निकाल्ने आजको काम हाम्रो थियो तर माछा काट्ने आज मैले माछा देखाइसकेको छु त्यहाँ ल छिनिसक्यो अब यो पनि ल अब हाम्रो काम भने छिल्का निकाल्ने हैन गली चल त हुन्न भाइ चल हुन्न के ओए त्यस्तो ननिकाल त्यो बिरिन्छ ओए ननिकाल बिरिन्छ यसरी फक्क निकाल्नु पर्छ यो पनि हुन्छ नि ल साइल अंकल अनि एक्सपोर्ट हुँदाखेरि उले देखाएर गरे हैन अंकल ल कति निकालिसक्नु त बुढे मान्छे छाडा त निकालिदिन्छ पुरा पुस गरेको
ये रोक दे किती हो आणि रोक असं नाही